पार्ट है। आज हामीले अस्ति यो स्लाइडर गर्छौँ, यसो गर्दाखेरि स्लाइड गर्दाखेरि यसको ओपेसिटी चेन्ज हुने गर्ने भनेको थियौँ है। त्यो गेटेक्सको बाट गर्ने भनेको थियौँ होइन। अब अहिले चाहिँ हामी के गर्छौँ भन्दाखेरि स्टेटफुल युज गरेर तिमीलाई देखाउँछु ल। स्टेटफुल गरेर पनि हुन्छ, सजिलो छ स्टेटफुल गरेर पनि। के गर्ने भन्दाखेरि यहाँ क्लिक गर्ने, यसमा क्लिक गरेर स्टेटफुल विजेट बनाऊ। जब स्टेटफुल विजेट बनाउँछ नि यो कन्ट्रोलरहरूलाई चाहिँ यहाँबाट लगेर ठ्याक्कै 14 को यो छ नि यता ठ्याक्कै यो बिल्डभन्दा माथिबाट यसलाई इनिसियलाइज गर्नुपर्छ स्टेटफुल विजेटमा। स्टेटफुल विजेटमा हामीले कल गरेको यो कन्ट्रोलरहरूको पोजिसन चाहिँ यहाँ माथि हुन्छ। अहिले स्टेटफुल विजेट बनाएँ। स्टेटफुल विजेट बनाउँदाखेरि हामीले यहाँ के युज गर्न पाउँछौँ, सेट स्टेट युज गर्न पाउँछौँ। सेट स्टेट युज गर्नु भनेको स्टेट चेन्ज हुनु हो होइन, चेन्ज हुनु हो। यता हेर, मैले यहाँ के गरेको छु नि यतिकै छुँदाखेरि पनि स्टेट रिबिल्ड भइरहेको छ यो सेट स्टेटले गर्दाखेरि। ओके, के गर्छौँ भन्दा यो स्लाइडर यता हेर मुभ गरिरहेको छैन नि त। यो किन मुभ गरिरहेको छैन थाहा छ? किनकि हामीले यसको भ्यालुलाई यहाँ गरेको छौँ 0.1मा सेट गरिदिएको छौँ। 0.1मा सेट गरिदिइसकेपछि यो चेन्ज भएन। किन भन्दाखेरि यहाँ अनचेन्जमा हामीले केही पनि चेन्जै गराएको छैन, केही पनि चेन्जै गराएको छैन क्या। किनकि यसको भ्यालु जब चेन्ज हुन्छ तब यो अगाडि बढ्दै जान्छ यो स्लाइडर। सो अब हामीले यसलाई के गर्ने भन्दाखेरि अब हामी एउटा डबल भन्ने भेरिएबल बनाऊँ। स्लाइडर इनिसियल भ्याल्यु इक्वल टु 0.6 0.5 दिए है। अब यो के गर्ने, यो स्लाइडर इनिसियल भ्यालुलाई कपी गर्ने, यहाँ राख्ने, सेभ गर्ने। यो बढेर यहाँ गयो 0.5 बढ्दाखेरि। अब हेर यसलाई अझै चेन्ज गर्नु, चेन्ज भयो, भइरहेको छैन नि। तर यहाँ हेरेर मैले केही चेन्ज नगरे पनि सेट स्टेटले के गर्छ, पुरै युआईलाई रिबिल्ड गरेर आइन्छ। कहाँबाट भन्दाखेरि बिल्ड, जहाँबाट हाम्रो युआईहरू बिल्ड हुन स्टार्ट गर्थ्यो। 43 चोटि युज भएछ यो एउटै स्लाइडरको लागि मात्र। यहाँ त कतिवटा स्टेटहरू हुन्छ होइन। अब यो भ्यालुलाई चेन्ज गरेर हेरौँ न त। के गर्ने भन्दाखेरि यसको भित्र जो स्लाइडरको इनिसियल भ्यालु छ त्यो भ्यालुलाई के गर्ने भन्दाखेरि अनचेन्जमा यो जुन आइरहेको छ नि भ्यालु, अनचेन्जले भ्यालु पठाउँछ क्या। यो भ्यालुलाई यता असाइन गरिदिन्छौँ होइन। अब हेर प्रिन्ट भ्यालु, कुन भ्यालु भनेको हाम्रो कुनै पनि भ्यालु अनचेन्जमा आएको जुन भ्यालु छ त्यसलाई हामीले इनिसियल भ्यालुमा असाइन गरिदिउँ। इनिसियल भ्यालुमा असाइन गर्दाखेरि के भयो, यो भ्यालु के कहाँ गयो, यसकोमा गएर बस्छ। भनेपछि यहाँ जे भ्यालु आउँछ त्यो यहाँ चेन्ज हुन्छ। अब हेर चेन्ज भयो, 0.599 कति अरे। अनि युआई इज बिल्डिङ, फेरि माथिबाट रिबिल्ड भइरहेछ। फेरि हेर यो कतिचोटि रिबिल्ड हुन्छ। अब यता हेर डिबग कन्सोलमा हेर त, यो एउटा स्लाइडरको लागि यो पुरै रिबिल्ड भइरहेको छ। कति हो कति, एउटैको लागि मात्र। भनेपछि हामीसँग त एउटा मात्र विजिट हुँदैन, टन्नै विजिट हुन्छ। कति भयो एकैछिनमा, कति भयो, एकदम नराम्रो हो। त्यही भएर यही कुरा हामी गर्छौँ स्टेट म्यानेजमेन्ट। अब हामीलाई हाम्रो पहिलाको स्टेजमा जाउँ, स्टेटलेसमा कन्ट्रोल जेड इनिसियल स्टेट। ओके ओके, इनिसियल स्टेटमा आयो। अब चेन्ज हुन्छ, चेन्ज हुँदैन नि। डिबग कन्सोल पनि केही पनि चेन्जहरू देखिँदैन। अब के गर्छौँ, फर्स्ट हाम्रो स्टेप के थियो, यसको स्टेट केमा मेन्टेन हुन्छ भन्ने हामी के बनाउँछौँ, एउटा कन्ट्रोलर बनाउँछौँ। के बनाउँछौँ, बक्स ओपेसिटी चेन्ज कन्ट्रोलर डट। सिम्पल यसको सिन्टेक्स के थियो, क्लास लेख्ने अनि क्लासको नाम यो छ, एक्सटेन्ड इनहेरिटेन्ट केलाई गर्ने, गेटेक्स कन्ट्रोलरलाई, सरी गेटेक्सलाई भने कन्ट्रोलरलाई। अघि जस्तै हामीले के बनायौँ, एउटा भेरिएबल बनाउने, के बनाउने भन्दाखेरि स्लाइडर इनिसियल भ्याल्यु इक्वल्स टु 0.0 इनिसियलाइज गरिदिउँ डट
यसलाई के गर्नुपर्छ गेट एक्स गर्दाखेरि जहिले पनि अघि भने पहिला अस्तिको भनौँ योभन्दा अगाडिको एक्जाम्पलहरू गर्दाखेरि के गर्ने यसलाई अब्जर्भेबल ओबिएस होइन। त्यसपछि अब के गर्ने एउटा फङ्सन बनाउने जसले चाहिँ ओपेसिटी चेन्ज गराउँछ। के गर्ने चेन्ज ओपेसिटी है यो गऱ्यौँ। अब ओपेसिटी कसरी चेन्ज हुन्छ त भन्दाखेरि यो स्लाइडरको भ्यालु हामीले अघि असाइन गऱ्यौँ नि, स्लाइडरको भ्यालु कता असाइन गर्नु पर्यो यहाँ असाइन गर्नु पर्यो। स्लाइडरको भ्यालुलाई यहाँ असाइन गर्नु पर्यो अनचेन्जले गर्दाखेरि। सो यहाँ हामी के गर्छौँ एउटा भ्यालु रिसिभ गर्छौँ के भन्दाखेरि डबल भ्यालु आउँछ के भन्दाखेरि स्लाइडरले पठाएको भ्यालु। स्लाइडरले पठाएको भ्यालु यो फङ्सनमा पठाउँछौँ र होइन अघि भन्यौँ नि हामीले त्यो असाइन गरेको थियौँ नि अघि यहाँनिर अनचेन्जमा यहाँनिर असाइन यहाँबाट जुन भ्यालु आउँछ यो भ्यालु त यहाँ असाइन गर्नु पर्यो। यो भ्यालु कसरी असाइन गरेको थियौँ अघि हामीले यो भ्यालुलाई एउटा अर्कै डबल भन्ने भेरिएबलमा असाइन गरेर यहाँ हालेको थियौँ जसले गर्दाखेरि स्लाइडर चेन्ज भएको। त्यस्तै कन्ट्रोलरमा जाने यहाँनिर के गर्ने स्लाइडर इनिसियल भ्यालु डट भ्यालुमा यो अनचेन्जबाट आएको स्लाइडर सेन्ट भ्यालुलाई असाइन गरिदिने। यो भयो कन्ट्रोलर बनायौँ। अनि त्यसपछि के गर्ने बाइन्डिङ गर्ने गेट डट पुट। अनि हाम्रो के थियो डिपेन्डेन्सी के बनाएको थियौँ के नाम बनाएको थियौँ बक्स ओपेसिटी चेन्ज कन्ट्रोलर आइसक्यो होइन। त्यसपछि के गर्ने भनेको थियौँ त्यसपछि यसलाई एकचोटि रिबिल्ड गर्ने भनेको थियौँ। रिबिल्ड भयो। अब के भयो यो बक्स ओपेसिटी चेन्ज कन्ट्रोलर पनि के भयो अब हाम्रो मेमोरीमा गएर बस्यो किनकि नभए त अहिले बसेको थिएन किनकि यो त हामीले लास्टमा पछि बनाएको। सो यहाँ जाने अनि त्यसपछि के गर्ने एकचोटि मेमोरीमा बसिसकेपछि अब हामी यसलाई फाइन्ड गर्ने। कसरी फाइन्ड गर्ने एउटा भेरिएबल बनाउने भेरिएबलको नाम के दिने कन्ट्रोलरको नाम जे छ त्यही दिउँ सजिलो हुन्छ। बक्स ओपेसिटी चेन्ज कन्ट्रोलर। यसलाई के गर्ने जहिले पनि जब हामी गेट डट पुट गरेर डिपेन्डेन्सीमा हालेर मेमोरीमा अलोकेट गर्छौँ के गर्ने यसलाई फाइन्ड गर्ने केलाई बक्स ओपेसिटी चेन्ज कन्ट्रोलर हो। एकछिन बन्द गरिदिउँ। बक्स ओपेसिटी चेन्ज कन्ट्रोलर कहाँनिर चाहियो यहाँनिर चाहियो नि त। कलर चेन्ज गर्न खोजेको हामीले जब यो स्लाइडर यसरी चेन्ज हुँदै जान्छ त्यसै गरी यसको ओपेसिटी हामी चेन्ज गर्दै जान्छौँ। ओपेसिटी भनेको यसको यो कलर धमिलो देखिने कि ट्रान्सप्यारेन्ट देखिने कि होइन एकदम गाढा देखिने कि भन्ने हो। अब पहिला चाहिँ अब कहाँ गर्ने यहाँनिर पहिला हाम्रो के थियो विथ ओपेसिटी भन्ने आउँथ्यो अहिले यो डेप्रिसिएट भइसकेको छ है नयाँ गेट एक्समा। अहिले के दिन्छ भन्दाखेरि भ्याल्यु विथ भ्याल्युज भन्ने दिन्छ। विथ भ्याल्युजमा हाम्रो एउटा प्रपर्टी हुन्छ अल्फा भन्नेमा हामी गर्छौँ। अल्फा भन्ने भ्यालुमा हामी के गर्छौँ त्यो बक्स ओपेसिटी चेन्ज कन्ट्रोलर डट स्लाइडरको इनिसियल भ्यालु डट भ्यालु यो हाम्रो अब्जर्भेबल भेरिएबल भयो। अब हामीले के गर्नु पर्यो यसलाई अब्जर्भ गर्नु पर्यो। अब्जर्भ कसले गर्छ अगाडिको एक्जाम्पल याद छ होला नि होइन ओबिएस यसलाई हामी अब्जर्भ गर्छौँ। उसले केलाई अब्जर्भ गर्छ यो यसको ओपेसिटी चेन्ज गर्नु पर्यो नि त यो भ्यालु यसलाई चेन्ज यसलाई हेर्छ। नभए तिमीले अझै पनि बुझेनौ भने किन यता यो गरेको भनेर यसलाई म हटाइदिन्छु अब यता हेर 0.8 हेर यो येलो भ्यालु हेर म यसलाई 0 पारिदिन्छु हेर गयो। यो पुरै ट्रान्सप्यारेन्ट भयो 0.9 हाले पुरै आयो। त्यही गर्न खोजेको क्या के हुन्छ यो स्लाइडरको भ्यालु के गर्छ कन्ट्रोलमा यहाँ जान्छ यहाँ गइसकेपछि चेन्ज यहाँ आउँछ यहाँ आएर यसको भ्यालु चेन्ज हुन्छ। त्यही भएर हामी के गर्छौँ यहाँ हाल्छौँ यसलाई ओबिएस हामी यसलाई अब ओबिएक्स
अब्जर्भ गर्छु 0 किन भन्दाखेरि हामीले कति 0.0 हालेको थियौँ नि त भनेको पुरै ट्रान्सप्यारेन्ट भयो क्या यो कलर स्लाइडरमा। अब हेर यहाँनिर के गर्छु भन्दाखेरि यहाँ सेम बक्स सिटी कन्ट्रोलर डट स्लाइडरको इनिसियल भ्यालु डट भ्याल्यु हाल्छु। ए हेर यो पनि चेन्ज भयो। यहाँ स्लाइडरमा अब हामी के गर्छौँ त्यो फङ्सनलाई कल गर्छौँ। बक्स ओपेसिटी चेन्जर डट के थियो चेन्ज ओपेसिटी भन्ने फङ्सन थियो। त्यसले के लिन्छ स्लाइडर सेन्ट भ्याल्यु स्लाइडरले सेन्ड गर्ने भ्याल्यु लियो। अब हेर अब यता हेर के प्रब्लम आयो आएको छैन नि। अब यता हेर मैले यसलाई चेन्ज गर्दैछु कलर चेन्ज तर स्लाइडर चेन्ज भएको छैन। किनभने अघि हामीले भने जस्तो जब यसको भ्याल्यु चेन्ज हुन्छ तब हुन्छ तर हामीले यो भ्यालु अब्जर्भै गरेको छैन यो स्लाइडरलाई अब्जर्भै गरेको छैन किनकि हामीले यो भ्यालु युज गरेको छौँ। अब्जर्भ गर्ने यसले एकदम सिम्पल छ है। अब हेर सेभ गर्छु अब हेर कहाँ जान्छ गयो। अब हेर ए अनि अर्को यहाँ अर्को कुरा यहाँ हेर अघि नै हामीले स्टेट फुल युज गरेर यसको भित्र सेट स्टेट गर्दाखेरि कतिचोटि यो रिबिल्ड भएको थियो अहिले रिबिल्ड भयो। यहाँ छ डिबगमा यहाँ हेर त डिबग कन्सोलमा हेर डिबग कन्सोल केही आयो केही नै आएन डिबग कन्सोलमा किन भन्दाखेरि हामीले यसको स्टेटलाई म्यानेज गरेको छौँ। यो पनि चलिरहेछ बक्स भ्यालु यो रिबिल्ड भएको होइन यो बक्स भ्यालु हामीले हाइड र अनहाइड गर्दाखेरि प्रिन्ट गराएको यहाँ तल यहाँनिर छ नि अनप्रेस्ड यहाँभित्रै बक्स भ्यालु यसलाई प्रिन्ट गराएको जो रिबिल्ड भएको होइन नि फेरि नझुकिनु। सिम्पल छ हामी यति नै गर्छौँ यसमा गेटेक्सको यति नै। यसमा तिमीहरूले डिफ्रेन्ट अरूहरू पनि गर्न सक्छौ। अब सिम्पल हामी जान्छौँ भन्दाखेरि अब के पढ्ने भन्दाखेरि एपिआई कल गर्न त सिक्नु पऱ्यो होइन यो स्टेटलाई म्यानेज गरेर मात्र भएन। अब हामी एपिआई कल गर्न सिक्छौँ युजिङ एमभिसी आर्किटेक्चर वा एमभिसी प्याटर्न होइन। एमभिसी प्याटर्न भनेको के हो भन्ने कुरा अब हामी पढ्छौँ है त लेट्स गो। ओके हेर एमभिसी मोडल भ्यू कन्ट्रोलर यो सर्भिसको बारेमा अहिले एकछिनमा पढ्छौँ हामी। यो भनेको के हो त भन्ने कुरा हो क्या। एमभिसी प्याटर्न भनेको के हो स्टेटलाई म्यानेज गर्न मात्र त भएन एमभिसी प्याटर्न पनि सिक्नु पऱ्यो। एमभिसी प्याटर्न होइन यसलाई भनिन्छ एम भनेको मोडल भ्यू कन्ट्रोलर है। सबभन्दा सुरुमा हामी पढ्छौँ मोडल भनेको भ्यू भनेको के हो। मोडल अलिक गाह्रो छ हामी भ्यूमा आउँछौँ। भ्यू भनेको सिम्पल तरिकाले बुझ्ने हो भने एउटा एक्जाम्पलको थ्रु बुझौँ। सपोज तिमी एउटा कुनै रेस्टुरेन्टमा गयौ रेस्टुरेन्टमा तिमीले अर्डर खानु छ मोमो रेस्टुरेन्टको टेबलमा गएर बस्छौ रेस्टुरेन्टको टेबलमा गएर बसेपछि तिमीलाई जुन मेन्यु दिन्छ नि मेन्यु दिन्छ नि मेन्युमा यो मोमो सिमोमो के लेखेको हुन्छ नि तिमीले देख्ने पार्टहरू जति सबै भ्यू हो भन्नाले युआई यो सबै भ्यू हो यसलाई भनिन्छ भ्यू। यो बक्सहरू यो जे सबै देख्छौ यसलाई भनिन्छ भ्यू। सिम्पल छ भ्यू यति नै हो भ्यू केही पनि होइन।
तिमी सी मोमो देख्छौ, स्टिम मोमो देख्छौ, चिकन मोमो देख्छौ, पर्क मोमो देख्छौ होइन, कोथे मोमो देख्छौ। यो सबै भयो हाम्रो युआई, भ्यू, हामीले देख्ने पार्टहरू भयो भ्यू होइन। अर्को आउँछ कन्ट्रोलर। कन्ट्रोलर भनेको हाम्रो वेटरहरू हो होइन। तिमी रेस्टुरेन्टको टेबलमा गएर तिमीलाई यो स्टिम मोमो खानु छ भने तिमी आफै त्यो रेस्टुरेन्टको किचनमा गएर पकाउँछौ त होइन। के गर्ने हो, तिमी भन्छौ वेटरलाई, तिमी कन्ट्रोलरलाई भन्छौ मलाई मोमो देऊ भन्छ। अनि वेटरले गएर अनि किचनमा जान्छ। किचनमा गएर उसले पकाउने हो त होइन। वेटरले गएर भन्छ किचनको स्टाफलाई वा सेफलाई, के भन्छ, भ्यूले मलाई स्टिम मोमो अर्डर गरेको छ, तिमी यो स्टिम मोमो पकाएर मलाई देऊ। स्टिम मोमो केले गर्छ, यो भयो हाम्रो सर्भिस होइन। सर्भिस भनेको हाम्रो सर्भरसँग कम्युनिकेसन गर्ने पार्ट भने जस्तै उसले किचनसम्म कम्युनिकेट गर्छ। उसले किचनको स्टोभ, फ्रिज होइन, फ्रिजहरूसँग कम्युनिकेट गर्ने पार्टहरू हुन्छ। यो हो हाम्रो सर्भिस। यो सर्भिस भनेको हाम्रो के भयो, किचनको पार्ट भयो होइन। सेम त्यही हो। अब उसले यो मोमो बनाउनु पर्छ। अब यो किचनको सेफले मोमो बनाउँछ होइन। त्यो मोमोमा युज हुने मटेरियलहरू के छ, चिकन के भन्छ, मोमोमा युज हुने मटेरियलहरू के हुन्छ, त्यो सबै अब हाम्रो मोडलको पार्टमा आउँछ। उसले यो मोमो बनाउँदाखेरि, यहाँ किचनमा सेफले मोमो बनाउँदाखेरि त्यो मोमोमा के युज गर्छ, किमा मिट हुन्छ, ओनियन, साल्ट, फ्लावर, स्पाइसेस, यो फिलिङहरू युज गर्छ होइन। अनि 10 मिनट पकाउने, के गर्ने, यो सबै के हुन्छ, हाम्रो मोडलको पार्टहरू हुन्छ। चाहिँ मोडल भनेको के रहेछ भन्दाखेरि, मोडलले हाम्रो डेटालाई रिप्रेजेन्ट गर्छ भन्नुको मतलब मोमोभित्रको फिलिङहरू होइन, त्यसको किमा, त्यसको ओनियनहरू, साल्टहरू, फ्लावर, स्पाइसेसहरू, यो के भयो, यसको यो पार्टहरू भयो। मोडल भन्नाले मोमोको आइटम्सहरू भयो मोमोमा लाग्ने। अब बिजनेस लोजिक भनेको के हो त, बिजनेस लोजिक भनेको सिम्पल बुझ्ने हो भने हाम्रो कुकिङ टाइम कति छ, 10 मिनटसम्म पकायो, 15 मिनटको भित्र पकायो होइन, मोमो पाकेको छ कि छैन भन्ने जुन लोजिकहरू जुन हाम्रो हुन्छ नि, त्यो लोजिक पार्टलाई भन्छौँ हाम्रो बिजनेस लोजिक। र यो मोडल पार्ट हामी धेरै ध्यान के भन्छ, धेरै यसमा टाउको दुखाउने कामै छैन हाम्रो। किन भन्दाखेरि हाम्रो रेस्पोन्सहरू हामी यो के भन्छ एआई मोडल युज गरेर बनाउँछौँ क्या। डार्ट प्याड होइन, हामी क्विक टाइप, एउटा क्विक टाइप भन्ने छ, डार्ट क्विक टाइप, यसमा प्रोडक्टको मोडल होइन गर्नु गर्छु भने उसले सबै बनाइदिन्छ क्या। त्यही भएर हामी मोडलमा धेरै साह्रो टाउको दुखाउँदैनौँ। भ्यू एकदम सजिलो छ, हामीले देख्ने पार्ट। कन्ट्रोलर हाम्रो वेटर हो, र सर्भिस भनेको हाम्रो किचनको पार्ट हो, जहाँनिर हाम्रो सर्भरबाट कम्युनिकेसन हुन्छ भने जस्तै तिमीले मोमो बनायो, वेटरलाई अर्डर गर्छौ, वेटर किचनमा जान्छ, किचनमा सेफले आफ्नो किचनको सामानहरूसँग कम्युनिकेट गर्छ। स्टोभ, मोमोको भाँडा, ग्यास, कटिङ टेबल, यो सबै युज गरेर उसले तिमीलाई के भन्छ, तिमीलाई चाहिएको डिजायर्ड मोमो दिन्छ स्टिम गरेर। र त्यो स्टिम मोमो बनाउनको लागि मोमोको एउटा स्ट्रक्चर हुन्छ, मोमोको पनि त एउटा ब्लु प्रिन्ट हुन्छ होइन। फ्लावर कुन युज गर्यो, स्ट्रिङ, फ्लावरको नाम होइन, फ्लावरको नाम, ज्ञान चक्की आँटा हो कि होममेड आँटा हो कि होइन, इन्टिजर, कुकिङ टाइम, यस्तोहरू भयो। तर यो मोडलहरू चाहिँ सबै यहाँबाट बनाउँछु नि।
इन्टिजर, स्ट्रिङ यसरी जो हुन्छ यो हाम्रो यसले मोडलले बनाइदिन्छ। एकदम सजिलो छ है। सिम्पल म अब तिमीलाई एउटा मोमोको डेटा कस्तो हुन्छ र बिजनेस लोजिक कस्तो हुन्छ म तिमीलाई बुझाउँछु ल। सिम्पल छ। डेटा केलाई भन्छ र बिजनेस लोजिक चाहिँ कस्तो हुन्छ। सपोज ओके डाट प्याडमा आउने म तिमीलाई यो लिङ्क दिन्छु एक्सक्यालिबर यसको र यसको पनि लिङ्क दिन्छु अनि यसको पनि लिङ्क दिन्छु। डाट प्याड त आखिरमा चलाइरहेको हुन्छ। सिम्पल अघि भने जस्तो मैले के हुन्छ यो मोमोको के हुन्छ मोडल हुन्छ भन्नुको मतलब मोडलको हाम्रो ब्लुप्रिन्ट हुन्छ, मोमोको ब्लुप्रिन्ट हुन्छ, मोमो कस्तो हुन्छ भन्ने हैन। हामी के गर्छौँ भन्दाखेरि अब हामी यसलाई तल लगाउँ क्लास मोमो यति त गर्न आउँछ होला हैन। सी प्लस प्लसमा यहाँ यसरी हिन्ट गरेको हुन्छ, डाटमा हाम्रो चाहिँदैन। फाइनल स्ट्रिङ डो हैन। अर्को छ फाइनल स्ट्रिङ फिलिङ के हाल्ने, फाइनल इन्टिजर कुकिङ टाइम हैन। त्यसपछि क्लासमा के हुन्छ हामी एउटा प्यारामिटराइज्ड कन्स्ट्रक्टर बनाउँछौँ नि, थाहा छ नि आउँछ हैन। प्यारामिटराइज्ड कन्स्ट्रक्टर required this dot do sorry do this dot fi filling this dot cooking time सबै ठिक छ। ओके ठिक छ भने के पनि एरर आएन। अब हेर यो हो हाम्रो डेटा रिप्रेजेन्ट्स डेटा, हाम्रो मोमोको डेटा रिप्रेजेन्ट गर्यो उसले। अब आउँछ बिजनेस लोजिक। हामीले के भनेको छ मोडलले हाम्रो डेटालाई रिप्रेजेन्ट गर्छ, बिजनेस लोजिकलाई रिप्रेजेन्ट गर्छ भनेपछि बिजनेस लोजिक के हुन्छ। बिजनेस लोजिक के हुन्छ भने अब सपोज कुकिङ टाइम दिएको छ भनेपछि हाम्रो मोमो कुक्ड छ कि छैन भन्ने कुरा हामी लोजिक लेख्छौँ। कुक्ड छ भने हामी फल्स लेख्छौँ हैन, होइन भने हामी कुक्ड छ भने हामी ट्रु लेख्छौँ, फल्स अनि फल्स भने कुकिङ टाइम के भन्छ अन्डर कुक्ड छ भने हामी फल्स लेख्छौँ। सपोज बुल भ्यालु छ अरे इज मोमो कुक्ड भन्ने एउटा लोजिक लेख्नुपर्ने छ। एउटा फङ्सनमा लेख्छौँ हामी लोजिकहरू जहिले पनि। रिटर्न गर्छौँ, रिटर्न टाइप किन आउँछ थाहा छ, किनकि यसको यहाँ बुल भन्ने एउटा रिटर्न टाइम छ। भोइड भइदिएको भए यसले केही पनि रिटर्न गर्दैन थियो। बुल छ भने चाहिँ यसले केही न केही रिटर्न गर्नुपर्छ, ट्रु अर फल्स रिटर्न। अब के गर्ने त कसरी कुकिङ टाइम के मेनली हामी म भनेको 10 to 15 मिनट्सको भित्रमा कुक गर्छौँ हैन। सिम्पल त्यही लोजिक लेख्ने। के लेख्ने भन्दाखेरि कुकिङ टाइम इज ग्रेटर देन अर इक्वल टु 10 भनेपछि 10 मिनटभन्दा माथि गइसक्यो। एन्ड कुकिङ टाइम इज लेस देन अर इक्वल टु 15 मिनट्स 10 देखि 15 मिनटको भित्र भन्ने लोजिक भयो यो हाम्रो। कहाँनिर मिस्टेक भयो हाम्रो, यहाँनिर स्पेलिङ मिस्टेक गरेछु। रिटर्न भयो। अब त्यसपछि हामीलाई थाहा छ हामीले यति क्लास बनाइसकेपछि क्लासलाई इनिसियलाइज गर्छौँ। कसरी गर्छौँ भन्दा सजिलो छ। सी प्लसमा के गरिन्थ्यो var obj1 भनेर पढेको होला इक्वल्स टु के गर्ने कन्स्ट्रक्टरलाई कल गर्ने मोमो अनि हिरो आउँछ। किन भन्दा के भनेको छ डो भन्ने कुरा चाहियो भन्छ, किनकि हामीले के रिक्वायर्ड भनेको छौँ यता भनेपछि यो कन्स्ट्रक्टरमा हामीले डो भन्ने चिज पठाउनै पर्छ। डोमा के लेख्ने फ्लावर लेख्दिउँ, फ्लावर
अर्को कुरा के छ फिलिङ पनि चाहिन्छ रिक्वायर्ड लेखेको छौँ फिलिङमा के गर्ने चिकन मिट अर्को फिलिङ के हाल्ने ओनियन्स अर्को साल्ट अनि लास्टमा के छ सरी यहाँनिर मैले साल्टलाई डबल गरिदिएँ यस्तो हुने सब एउटाकै भित्र हुन्छ यहाँनिर साल्ट है कमा दिने अनि के लेख्ने अझै एउटा कुरा लेखेको छ कुकिङ टाइम मैले दिएँ 14 मिनट 10 देखि 15 मिनटको भित्र अब यसलाई अलिकति ल के गर्ने यो अब्जेक्टमा मैले बोलाएँ यो भ्यालुहरू यहाँ भित्र गएर हालिन्छ यहाँ गएर हालिसकेपछि अब हामी यो फंक्सनलाई बोलाउने प्रिन्ट obj1 डट इज मोमो कुक्ड भन्ने फंक्सनलाई बोलायौँ मिस्टेक आयो यहाँ मिस्टेक छ भनिहाल्छ अब हेर के हुन्छ मैले यहाँ 14 पठाएको छु भन्नुको मतलब 10 देखि 15 मिनटको भित्र पर्छ 10 भन्दा धेरै छ 10 भन्दा धेरै छ यो 14 15 भन्दा थोरै छ भनेपछि यहाँ बीचमा पर्यो ट्रु आयो अब मैले त्यसलाई 1 पठाएँ फल्स आयो यसमा अझै कुरा लेख्न सकिन्छ मैले 15 भन्दा धेरै पठाएँ फल्स भनिहाल्छ हामी अझै पनि यसमा अझै धेरै लोजिक लेख्न सक्छौँ इफ यसको भन्दा 15 भन्दा धेरै आयो भने ओभरकुक्ड 10 भन्दा थोरै आयो भने अन्डरकुक्ड भनेर हामी यहाँबाट स्ट्रिङ पठाएर पनि गर्न सक्छौँ यो सिम्पल लोजिक यसलाई भन्छ बिजनेस लोजिक यसले रिप्रेजेन्ट गर्छ हामीले डेटा अनि यसले रिप्रेजेन्ट गर्छ हाम्रो लोजिक एक्ज्याक्टली यही हो हाम्रो यस्तै हो हाम्रो मोडल नेक्स्टबाट चाहिँ अब हामी एपीआई कल गर्न सिक्छौँ हैन अब एचटीटीपी रिक्वेस्ट कसरी गर्ने एचटीटीपी प्याकेज युज गरेर सर्भरमा कम्युनिकेसन कसरी गर्ने भन्ने कुराहरू हामी हेर्छौँ नेक्स्ट पार्टमा